नमस्कार, म पारस सोली, कानुनको विद्यार्थी। अन्य दिनहरूमा जस्तै कानुनसँग सम्बन्धित विषयहरूमा कुरा गर्न आज पनि उपस्थित भइसकेको छु। हामीलाई थाहा छ त खाद्य सम्प्रभुता भनेको के हो? यस सम्बन्धमा नेपालको वर्तमान संविधान साथै मौजूदा कानुन के बोल्छ र कसरी व्यवस्था गर्दछ? एज अ ल स्टुडेन्ट भएको हिसाबले हाम्रा लागि पढाइ अनि सुनाइका दृष्टिकोणले यो शब्द नौलो होइन। यद्यपि पब्लिकको रूपमा बुझ्दा यो विषय हामीले सोचे जति सहज अनि सरल भने पक्कै छैन। यस सम्बन्धमा व्यवस्था थाहा गर्न वर्तमान संविधान 2072 को धारा 36 ले मौलिक हकको रूपमा खाद्य सम्बन्धी हकको व्यवस्था गर्दै यसको उपधारा 3 ले प्रत्येक नागरिकलाई खाद्य सम्प्रभुताको हक हुनेछ भनी व्यवस्था गरेको छ। सोही मौलिक हकलाई कार्यान्वयन गर्नको लागि बनेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन 2050 को दफा 2 घ ले सो शब्दलाई परिभाषित गरेको छ, जसमा खाद्य सम्प्रभुता भन्नाले खाद्य उत्पादन तथा वितरण प्रणालीमा किसानले उपभोग र अभ्यास गर्ने पूर्ण अधिकारलाई जनाउँदछ। सो अधिकार अन्तर्गत निम्न 4 वटा अधिकारहरूलाई चाहिँ खाद्य सम्प्रभुताभित्र समावेश गरेको छ। पहिलो भनेको खाद्य सम्बन्धी नीति निर्माण प्रक्रियामा सहभागी हुने, दोस्रो भनेको खाद्य उत्पादन वा वितरणसँग सम्बन्धित कुनै पनि व्यवसाय रोज्ने, तेस्रो भनेको कृषियोगी भूमि, श्रम, बिउ बिजन, प्रविधि र औजारको छनौट गर्ने, चौथो भनेको कृषि व्यवसाय विश्वव्यापीकरण वा व्यापीकरणको प्रतिकूल प्रभावबाट मुक्त रहने भनी यी 4 वटा अधिकारहरू व्यवस्था गरेको अवस्था छ। सोही ऐनलाई कानुनी रूपमा चाहिँ कार्यान्वयन गराउन र प्रक्रियागत रूपमा अगाडि बढाउनको लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली 2080 हाल कार्यान्वयनमा रहेको छ। यी 2 वटा ऐनहरूले समग्र रूपमा कानुनी व्यवस्था गर्दछन्। अब मेरो प्रश्न यहाँनिर के हो भने खाद्य सम्प्रभुताको अधिकार कृषकहरूले मात्रै पाउने हो या आम अन्य व्यक्तिहरूले पनि खाद्य सम्प्रभुताको अधिकार पाउने हो? कानुनी व्यवस्थाको दृष्टिकोणले हेर्दा ऐनको दफा 2 घ साथै ऐनकै दफा 12 ले खाद्य सम्प्रभुताको अधिकार किसानको अधिकारको रूपमा चाहिँ उल्लेख गरेको अवस्था छ। तर वर्तमान संविधानले मौलिक हक अन्तर्गत अधिकारको व्यवस्था गर्दै धारा 36 को उपधारा 3 लाई हेर्ने हो भनेपछि प्रत्येक नागरिकले खाद्य सम्प्रभुताको हक हुनेछ भनी व्यवस्था गरेको छ। संविधान तथा कानुनमा प्रयुक्त भएको खाद्य सम्प्रभुता शब्दको इन्टेन्सन एक आपसमा अब कन्ट्राडिक्टरी भएको हो कि होइन त? यदि कन्ट्राडिक्टरी भएको होइन भने यसरी बुझ्नै नसकिने भाष्ट शब्द संविधानमा किन उल्लेख गरियो? के यो शब्द आम सर्वसाधारणले बुझ्न सक्छन्? कि यसको लागि आम सर्वसाधारणले आफ्नो मौलिक अधिकार बुझ्न पनि लिगल ट्रान्सलेटर कहाँ र कानुनी व्यवसाय गर्ने व्यक्तिहरू कहाँ जानुपर्ने हो? आफ्नो अधिकार के छ, संविधानले के अधिकारहरू व्यवस्था गरेको छ भनेर बुझ्नको लागि? यदि होइन भने यसरी आम सर्वसाधारण नागरिकले बुझ्न नसक्ने गरी शब्दहरू किन व्यवस्था गरियो? जसमा पनि अन्य धाराहरूमा हेर्नुहुन्छ भने स्पष्टीकरण भनेर छुट्टै परिभाषित गरेको हुन्छ। यद्यपि यो खाद्य सम्प्रभुता शब्दलाई छुट्टै परिभाषित नगर्दा हामी जस्तो कानुन पढ्ने विद्यार्थीले एकचोटि पढिसकेपछि र कानुनमा तुलना गरिसकेपछि मात्रै बुझ्न सक्ने अवस्था छ भने आमले कसरी बुझ्ने? यस विषयमा अब हामीले सोच्नुपर्ने होइन कि यो विषयलाई यत्तिकैमै छोड्नुपर्ने हो त? यदि यसो भयो भने व्यवस्थाको कार्यान्वयन हुन सक्ने अवस्था पक्कै रहँदैन।